सुरुवात कसरी हुन्छ? मेरो दिनको सुरुवात हुन्छ मेरो प्रिय साथीसँग। नमस्ते साथीहरू, म आएको छु मेरो हजुरको सबैजना प्यारे एलोभेरा होइन। आज चाहिँ मेरो साथी पनि आउँदैछ। तर त्यो साथी भनिरहेको थियो कि मलाई बचाऊ भनेर, मलाई धेरैचोटि हेल्पको मेसेज गर्थ्यो। मलाई लाग्थ्यो कि प्र्याङ्क गर, किनकि पहिला पनि ऊ प्र्याङ्क गर्थ्यो। आज चाहिँ आउने छ, तर ऊ आउनु पनि डराइरहेछ भने कोही यसरी डराउँछ साथीहरू? ल है, मेरो साथी आउँदैछ, आइ पनि पुग्यो। आया 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 एलोभेरा, के भयो? होइन, तिमीलाई यसरी बन्धनमा कसले राखेको? अलि सानो स्वरमा बोल न। ल म सानो स्वरमा त बोलिरहेको छु नि, भन न। यहाँको होइन, उसको भन्नाले काइयो मलाई एकदम मन पर्यो। म काइयोसँग बिहा गर्न चाहन्थेँ, अनि तर काइयोको बाबाले मलाई यसरी बन्धनमा राखिसिनु भयो। अनि तिमीलाई चाहिँ किन बिहा गर्नु पर्यो? मलाई असाध्यै मन पर्थ्यो। हामी 3 वर्षदेखि डेट गरिरहेथ्यौँ। तिमीले यति ठुलो कुरा मलाई लुकाएको? के गर्नु त, लुकाउने नै पर्यो नि। अब त म तिमीसँग साँच्ची रिसाएँ। अनि यो बन्धन चाहिँ कसले बनाएको नि? अलि सानो स्वरमा बोला, मैले तिमीलाई भनेको होइन। ल भन त, कसले राखेको? त्यही काइयोको राजाले, काइयोको बाबाले, जुन काइयोको राजा हो। सेनिटाइजर एउटा कुरा भनौँ? भन। अनि तिमी किन उसलाई मन पराएको त? उसले पनि मलाई असाध्यै माया गर्थ्यो नि एलोभेरा। हो र? मलाई थाहा नै थिएन। मैले त तिमीलाई पहिला पनि भनेको थिएँ कि काइयोसँग कहिले पनि प्रेम गर्नु हुँदैन भनेर। तर तिमीले मेरो कहाँ सुन्यौ र सेनिटाइजर? हो रहेछ, तर हामी मायामा पागल रहेछौँ। अब के गर्नु त, म छुट्याउन सकिँदैन तिमीलाई। अब म तिमीसँग नजिक मात्र आउन सक्छु। त्यही पनि मेरो काँटाले तिमीलाई केही हुने हो कि? हुँदैन। के हुनु र? मलाई त केही पनि भएको छैन नि। काइयो कहाँ छ? खै मलाई देखाऊ त। ऊ त्यहाँ छ, हेर आफै। सेनिटाइजर, म तिमीलाई एकदम मन पराउँछु। मलाई यसरी छोडेर नजाऊ। म तिमीलाई आफ्नो बाबासँग भनेर जान्छु। हे, तिमी चाहिँ कति नाटक गरेको हो काइयो? के रे एलोभेरा, हामी दुईजना प्रेम गर्छौँ। प्रेमको लागि म आफ्नो ज्यान पनि दिन सक्छु, बुझ्यौ? सेनिटाइजर काइयो, म तिमीलाई एकदम माया गर्छु। म आइरहेको छु, अलि उता जाऊ न तिमी। मेरो बाबाले तिमीलाई यस्तो गर्नुभयो है सेनिटाइजर? केही छैन काइयो, म पनि तिमीलाई एकदम माया गर्छु। के गर्नु, कसैले पनि लाइक सब्सक्राइब गर्दैन। साथीहरू गऱ्यो 1 मिलियन बनाइदिनु, अनि पछि हामी सुत्न सक्छौँ। पार्ट 2 को लागि आउँदैछ।